नेपालमा फेरि चुनाव नजिकिँदैछ। गाउँ सहर चिया पसलदेखि सामाजिक सञ्जालसम्म एउटा कुरा घुमिरहेको छ, के होला त चुनाव? यो चुनाव सामान्य जस्तो देखिए पनि भित्रभित्र धेरै परिवर्तनको संकेत देखिन्छ। जनता पहिले भन्दा धेरै सचेत छन्, प्रश्न सोध्छन्, तुलना गर्छन् अनि निर्णय खोज्छन्। सबैभन्दा धेरै चर्चा हुने नाम मध्ये एक हो बालेन शाह। नेपालको राजनीति अहिले एउटा यस्तो चौबाटोमा आइपुगेको छ जहाँबाट कुन बाटो रोज्ने भन्ने निर्णय जनताको हातमा छ। एकातिर दशकौंको अनुभव बोकेको पुराना दलहरू छन् भने अर्कोतिर परिवर्तनको नारा बोकेको नयाँ अनुहार। अबको चुनावमा के होला त? के बालेन र रविको क्रेजले पुरानो गढहरू भत्काउलान्? आउनुहोस् आजको भिडियो कसैको पक्ष नदिई वास्तविकता तथ्यको विश्लेषण गरौँ। सुरु गरौँ नयाँ तरंगबाट। बालेन शाह, जसले सिस्टम सुधारको लागि एउटा छुट्टै बाटो रोज्नुभयो। उहाँको कार्यशैलीले युवा पुस्तामा एउटा सन्देश दिएको छ, यदि इच्छा शक्ति भए काम गर्न सकिन्छ। यता रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा जुन हस्तक्षेप गर्यो त्यसले पुरानो दलहरूलाई सोच्न बाध्य बनाएको छ। सहकारी विवाद र कानूनी उल्झनको बीच पनि उहाँको साइलेन्ट भोटर कति छन् भन्ने कुरा आगामी चुनावले नै बताउने छ। साथै कुलमान घिसिङ जस्ता प्रोफेसनल मान्छेहरू राजनीतिमा आउने चर्चाले जनतामा एउटा आशा जगाएको छ कि अब विज्ञहरूले देश चलाउनु पर्छ। के पुरानो दलहरू सकिएकै हुन् त? पक्कै होइन। नेपाली कांग्रेससँग शेरबहादुर देउवाको कूटनीति र गाउँ गाउँसम्म फैलिएको संगठन छ। नेकपा एमालेसँग केपी शर्मा ओलीको बाक्ला र बलियो कार्यकर्ताको पंक्ति छ। त्यस्तै प्रचण्ड नेतृत्व माओवादी केन्द्र सधैँ ब्यालेन्सिङ पावरको रूपमा रहँदै आएको छ। यी दलहरूसँग सत्ता सञ्चालनको लामो अनुभव छ, तर उहाँहरूको लागि सबैभन्दा ठूलो चुनौती भनेको नयाँ पुस्ताको आक्रोशलाई कसरी सम्बोधन गर्ने र आफ्नो पुरानो गल्तीहरूलाई कसरी सुधार्ने भन्ने नै हो। तथ्य यो हो कि आगामी चुनावको कुनै पनि एउटा पक्षलाई सजिलो छैन। नयाँ शक्तिलाई संगठन विस्तार गर्न गाह्रो छ भने पुरानो शक्तिलाई जनताको विश्वास जित्न गाह्रो छ। सम्भवतः आगामी चुनावले कसैलाई पनि स्पष्ट बहुमत दिने छैन, जसले गर्दा फेरि पनि सत्ता समीकरणकै खेल दोहोरिन सक्छ। तर मतदाता अब सचेत भइसकेका छन्। अब भाषणमा होइन परिणाममा भोट खस्न देखिन्छ। तपाईलाई के लाग्छ, यो देशको नेतृत्व अब कसरी सम्हाल्नु पर्छ? आफ्नो अमूल्य विचार कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। धन्यवाद।